हेलो 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 गाइज, वेलकम माई भ्लग। आज चाहिँ मेरो भ्लग बुढो छहरासम्मको रहनेछ। म भन्दा अगाडि नै केटाहरू आइसकेका थिए अनि हामी केही बेर पछि यसो गाडीमा चढेर पारामा लगाएर हामी चाहिँ फर्स्टै गाडीमा चढेर हिँड्यौँ। अनि गाइज हामी केही समयपछि सुनखोलाको पुलमा पुग्यौँ। हामीलाई त्यो सुनखोलाको पुल त्यति खासै लाग्दैन, किनकि हामी सधैँ त्यहीँ गइराख्ने भएकाले हाम्रो घर नजिकै नै पर्छ सुनखोलाको पुल। हाम्रो पछाडि बाइकमा सर पनि आइरहेका थिए अनि हामी केही समयपछि गोदाम बजारमा पुग्यौँ। तर केटाहरूको हुटिङ चाहिँ बब्बाल भइरहेको थियो, जस्तै सुनौ। आज हामी कहाँ जाँदैछौँ केटाहरू? अनि गाइज म चाहिँ कस्तो भएको छु नि, तर जाँदाखेरि चाहिँ मैले स्कुल ड्रेस नै लाएर गएको थिएँ। लगभग स्कुलबाट आधा घन्टा हिँडेपछि हामी बल्ल बुढोर पुग्यौँ। हामी छहरा जाने गेटभित्र झ्याप्प पस्यौँ र अनि लाग्यौँ हामी डोटीमा रहेको एकदमै प्राकृतिक सुन्दरताले भरिएको छहरा हेर्न। एकचोटि म पहिला पनि आएको थिएँ कि, तर यति धेरै राम्रो र यति धेरै पर्यटकहरू आउँदैन थियो। पहिला मलाई छहरा हेर्न यस्तो हतार भइरहेको थियो कि, त्यसैले म त सबभन्दा पहिला लुक्खु हिँडेँ। यी गाइज यो नै हो छहरा के। यसका साथै यहाँ अन्य चिजहरू पनि बनाइएका छन्। यहाँ धेरै राम्रो छ क्या गाइज। अनि यहाँ दामी एउटा शिवजीको मूर्ति पनि छ। हामीले केही बेर फोटा भिडियोहरू बनायौँ। हामीलाई जोरले भोक लागिरहेको थियो, त्यसैले हामीले छहरालाई बाई बाई गर्दै गयौँ खाना खान। छहरा आउँदा जाँदा यति धेरै रमाइलो हुन्छ कि यहाँ बाटोभरि नै सल्लाहका बोटहरू देखिन्छन्। यति धेरै रमाइलो हुन्छ कि पुरै छोड्नुहोस् हजुर। एकचोटि हजुर पनि यहाँ एकचोटि अवश्य पुग्नु होला। केही समयपछि हामी खाना खाने ठाउँमा पुग्यौँ। हामी आउँदासम्म लगभग खाना पाकिसकेको थियो, तर साथीहरू भने बिचमा आगो बालेर वरिपरि बसेर ग्वाम खाइरहेका थिए अनि हामी पनि बसेर ग्वाम खायौँ। हामीले खानासाना खाइसकेपछि अनि घर आउनको लागि हामी गाडीमा चढ्यौँ। जाँदाखेरि भन्दा पनि आउँदाखेरि यस्तो रमाइलो भएको थियो कि हामीसँग हेड सर पनि रमाइरहेको थिए। अनि हामी अझ पुनः विद्यालयमै आयौँ र यहाँबाट सबै आफ्नो घर छुट्टियौँ। अनि यो मेरो भ्लग मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सनु होला। यो मेरो भ्लग यही नै अन्त्य हुनेछ। हस्त धन्यवाद।